हामी माइत जाँदाखेरि हातमा ठेला हुन्थ्यो पानी थुक्दा अहिले हेर्नु त हरियाली हाम्रा 1 हातका 1.5 हातका मकै हुन्छ हामीले लाख रुपियाँका मकै बेच्न उहाँले गर्दा हाम्रो बा आमा सर्वश्रेष्ठ माइती सबै हामी अहिलेसम्म हामीले यो दिन आउला भनेर सोचेको थियौँ 46 सालदेखि त पहिलो भोट दिएको यति खुसी छौँ हामी उहाँ आएर सबैको घर हेर्नु त अझै पनि हजुरले जितेर 10 कट्ठाको प्लटमा एउटा बढी हामीलाई कानुन चाहिएको छैन हाम्रो कानुन पञ्चायत कालमा त थियो नि हो नि हामीलाई कानुन बिनाको देश चलेकै छैन कानुन बिनाको देश चलेको नि थिएन हामीलाई 10 कट्ठाको प्लटमा एउटा बढी बाटो घाटो अहिले सबै माखा चुक्लिने भएको हाम्रो ढुङ्गा यहाँ गाडी चल्दा ढुङ्गाले ध्यान राख्थ्यो हामी पीडित थियौँ ढुङ्गा उडेर बसमा जाने भने अहिले तातो पानी चिसो पानी ट्याक्का खान पाइयो छ हस्पिटलमा जाँदाखेरि उभिन पर्थ्यो बस्न पाइया छ यति महान नारी त यो कुनै आमाले जन्माउँदैनन् ल अब 2टा हुने हो नि त यो देश त सम्पूर्ण कति राम्रो